ल्याउने कार्यक्रममा म यहाँ सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु र यहाँ मैले भन्न चाहन्छु म एउटा नारा लाउँछु त्यसलाई सबैले जोरदारका साथ लगाइदिनु न म हार्दिक अनुरोध गर्छु राज्य आतंक बन्द गर राज्य आतंक बन्द गर सुकुम्बासीको घर बन्दाउन पाइँदैन सुकुम्बासीको घर बन्दाउन पाइँदैन सुकुम्बासीहरूको घर बन्दाउन पाइँदैन बिना विकल्प उद्वास लाउन पाइँदैन बिना विकल्प उद्वास लाउन पाइँदैन राज्य आतंक बन्द गर हाम्रो भोट फिर्ता गर हाम्रो भोट फिर्ता गर राज्य आतंक बन्द गर राज्य आतंक बन्द गर हाम्रो आवाजको ग्यारेन्टी गर्नै पर्छ आवाजको हकको ग्यारेन्टी गर्नै पर्छ संविधानमा लेखेका अधिकारहरू सुनिश्चित गर संविधानमा लेखेका अधिकारहरू सुनिश्चित